ल आहा दामी छ यसलाई पचाउनु सक्दैन नसक्नु यति खाइन्छ यति त खाइहालिन्छ नि नभए देख्नु सक्नु यसलाई हेर्नु त थुप्सी पाकेकै छैन हौ दाजु अहिले छोप्ने फेरि मस्काउने यति छ गाउँमा त पुरा खाएकै हुन्छ अब गाउँतिर पहिले आजभोलि त दामी छ यो भिडियोबाट यो अर्ग्यानिक ढिँडो ओडालाई हो म कालै गर्छु नि विगत पहिलेदेखि पकाउनु भएको है ढिँडो आज चाहिँ हामी चाहिँ आज कोदोको ढिँडो पकाउनुको लागि एकदम तयारी छौँ यो चाहिँ सुरुवाती चरण हो यो फर्स्ट चरणको यो चाहिँ है यो चाहिँ अर्ग्यानिक कोदोको ढिँडो पकाउनको लागि चाहिँ फर्स्ट चरणको यो सुरुवाती चरणमा छौँ हामी चाहिँ अहिले पुरै पानी तताएर उमाल्नुपर्छ पुरै आज मौसमले पनि च्यालेन्ज गरेको हुँदा चाहिँ पुरै आज चाहिँ हामी अर्ग्यानिक कोदोको पिठोको ढिँडो पकाउन गइरहेको छौँ साथीहरू यो फर्स्ट चरणको तपाईँहरूलाई यो भिडियो देखाइरहेको छु यो तरिकाले चाहिँ हामी सुरुमा गरिरहेछौँ यो पोकामा चाहिँ पिठो चाहिँ अँध्यारो भएको कारणले चाहिँ नदेखिएको हो यो तरिकाले चाहिँ हामी अब तयारी छौँ है यहाँ ढिँडो आज चाहिँ पकाउनु हुने हाम्रो दाइ हुनुहुन्छ यहाँ असीम राई चाहिँ पुरै अघि 3 बजीदेखि चाहिँ यो ढिँडोको लागि चाहिँ पुरै तयारी हालतमा हुनुहुन्छ उहाँकै आज नेतृत्वमा चाहिँ हामीले यहाँ ढिँडो खाने प्रोग्राम छ आज मौसमले पनि च्यालेन्ज गरे धनकोटेली भाइले चाहिँ एकदम नयाँ पिठो अर्ग्यानिक पिठो लिएको हुँदा चाहिँ आज चाहिँ यहाँ दाइले चाहिँ पुरै पकाउनुको लागि दिउँसोदेखि दाबिलो अर्ग्यानिक दाबिलो पनि हो यसरी देख्न सक्नुहुन्छ है तपाईँहरूले धेरै पुग्छ यो पानी चाहिँ के हुन्छ होला पक्रिनुपर्छ लाउँदै हुन्छ यहाँ दाइले चाहिँ एकदम उहाँ अनुभवी हो यहाँ ढिँडो पकाएर चाहिँ पहिलेदेखि नै खानुभएको हो हामीले पनि गाउँमा त खायो र पनि उहाँले पनि पुरै ढिँडो पकाएर चाहिँ विगतदेखि खानुभएको रहेछ धेरै हो यार तेरो भने डाक्नुपर्छ सबैले डाकेर चाहिँ आज ढिँडो खान दिन्छ मौसमले च्यालेन्ज गरेर सबै आउँदै भन्नुपर्छ ल असिम दाइ राम्रो ढिँडो पकाउनु है एकदम किन फाल्नु भएको किन त्यो चाहिँ अलिकति पानी धेरै भएर चाहिँ उहाँले चाहिँ अहिले पानी झिक्दै हुन्छ यो तातो पानी यो पानी मेन्टेन हो थोरै अलिक बढी होला कि भनेर अलिक कमै छौँ ढिँडो खाने चाहिँ 10-12 जना मात्रै छौँ एकदम पुग्छ यो सो गाइज तपाईँहरूले पनि यो अर्ग्यानिक कोदोको ढिँडो चाहिँ खानु भएकै होला जहाँसम्म लाग्छ कतिले त खानै भएको छैन के हो भन्नुहुन्छ होला कुँडो भन्नुहुन्छ होला तर यो अर्ग्यानिक कोदोको पिठोको ढिँडो चाहिँ हो यो धनकुटेली भाइले चाहिँ घर गएको बेला ल्याउनु भएको रहेछ सो आज चाहिँ हामीले त्यही संयोगवश मौसमले पनि च्यालेन्ज गरौँ र अनुभवी दाइ हुनुहुन्छ यहाँ ढिँडो पकाउनु उहाँले पिठो लाउँदै हुन्छ दाजु राम्रो पकाउनु है एकदम तपाईँलाई ढिँडो पकाउनु त पुरै आउँछ नि होइन ढिँडोको त म कालै गर्छु नि विगत पहिलेदेखि पनि पकाउनु भएको धेरै समय पहिले पनि पकाउनु भयो 2 दशक लामो समय अनुभव छ मेरो उहाँ त निकै अनुभवी हुनुहुन्छ हेर्नु न उहाँले ओडालेकै यो तरिकाले ओडाल्नुपर्छ है ढिँडो चाहिँ साथीहरू कतिलाई आउँदैन तपाईँहरूलाई पनि थाहा छैन भने यहाँ हेर्नु होला यो भिडियोबाट यो अर्ग्यानिक ढिँडो ओडालाई हो र यो ढिँडो ओडाल्नेलाई पनि दाबिलो होइन यो के भन्छ यो दाबिलो बाँसको दाबिलो उहाँले यो आज ढिँडो पकाउनुको लागि चाहिँ 3-4 बजेदेखि चाहिँ उहाँ लागि पर्नु भएको अहिले अब अन्तिम चरण सुरु भइसक्यो ल हेर्नुहोस् है साथीहरू आगोमा फेरि हो आगो बढी भएको ल साथीहरू अलिकति अँध्यारो छ बत्ती पनि आउँदै रहेछ तर यो एन्टिलाइट परेको कारणले चाहिँ उहाँले ढिँडो ओडालेको हुन्छ मजाले यसलाई चाहिँ मस्काएर खानुपर्छ यत्तिकै हुँदैन फेरि पिठै हुन्छ अलिक पेटलाई असर गर्छ खासै असर नगर्नु पनि अलिकति समस्या हुनसक्छ ल हेर्नुहोस् साँच्चै अनुभव त उहाँसँग रहेछ ल हेर्नुहोस् है साथीहरू ढिँडो हाल्ने तरिका अनि तपाईँलाई पुरै लाइभ हो यो देखाइरहेको छु यो तरिकाले चाहिँ तपाईँहरूले ढिँडो उडालेर खान सक्नुहुन्छ है एकदम कोदालाई मजाले पिसेर जाँतोमा पुरै फेरि मिल्नु होइन यो जाँतोमा पिसेको पिठो हो एकदम
अर्ग्यानिक रातोमा पिसेको पिठो दामी छ। ल हेर्न सक्नुहुन्छ साथीहरू, ढिँडो डाल्ने चाहिँ यहाँ असिम दाइ हुनुहुन्छ एकदम अनुभवी, 10 वर्ष लगभग 10-12 वर्ष नै यो ढिँडो डालेर बस्नु भएको गाउँमा खाएको भन्नुहुन्छ। उहाँसँग अनुभव चाहिँ त्यति छ। गाउँमा त प्रायः खाएकै हुन्छ, अब गाउँतिर पहिले आजभोलि त कमैले खान्छन् जहाँसम्म लाग्छ। यो पहिले त खाने गर्थे र आजभोलिको समय चाहिँ कतिपय थाहा हुँदैन केटाकेटीलाई के हो कसो हो भनेर। अहिलेको युवाहरूलाई ढिँडो डाल्ने विधि पनि थाहा हुँदैन, तर यो तरिकाले चाहिँ उडाल्नुपर्छ। होइन त असिम दा, यो तरिकाले एकदम होइन त ढिँडो डाल्ने यही तरिका होइन त? तरिका यही हो, तरिका यही हो। जान्नेले गाह्रो छ यो विषय चाहिँ। हजुर, यो अहिलेको मान्छेहरूलाई त कमैले थाहा होला है यो ढिँडो डाल्ने? एकदम कम। कि सबैलाई थाहा छ त यो विषय? गाह्रो छ थाहा हुनु अहिलेको नयाँ पुस्तालाई थाहा हुँदैन है ढिँडो डाल्ने है? कोही ठेला उठेको कोही हेरौँ। उहाँको चटक ढिँडो डाल्ने आम्मा दामी छ, दामी। ल दाइ एकदम दामी पाकिरहेछ यहाँ। पाकिरहेछ। प्रहरी सहायक हलदार असिम राई। ल यसमा खाने चाहिँ हाम्रो फेरि काली छ है आज। भरे म भिडियोमा तपाईँहरूलाई देखाउने छु। यसमा खाने सुप चाहिँ पाकेकै छैन हौ दाजु। अहिले छोप्ने फेरि मस्काउने यो त छोप्दै पकाउँदै गर्नुपर्छ अरे नि त होइन? छोप्दै पकाउँदै यहाँ चाहिँ छोपिएको छ एकछिन है, केही समय छोपिएको छ। अब निकालेर ओ स्याल 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 आयु स्याल। ल साथीहरू, ल यो यहाँ पुगिसक्यो। अब हामी अन्तिम चरणमा पुगिसक्यो होइन असिम दाइ? अब ढिँडो पकाउनु यस्तो निकाल्नुपर्छ आहा, यो देख्नु सक्नुहुन्छ? ल हेर्नु त, वाउ दामी छ, दामी। आज चाहिँ धर्बो खाने हो साथीहरू। तपाईँहरूलाई पनि यसरी बनाएर खानु होला। तपाईँहरूले जाडोमा एकदम दामी हुन्छ यो तरिकाले चाहिँ पकाएर खानु होला। अब ढिँडो तयार हुन आँटेको छ, भइ त गएको छैन, लगभग हुन आँट्यो। अब अलिअलि पिठो छ पिछामा र पनि दामी छ। यो कतिजनाले पुग्छ? 10-12 जनाले पुग्छ। ल हेर्न सक्नुहुन्छ यो तरिकाले चाहिँ यति त खाइहालिन्छ नि नर्मली। आज मौसमले च्यालेन्ज गरेको छ। चट्ट कालिजको मासु, यो ढिँडो खाने होइन त? यो मासुसँग त खाने होइन त यो? मासु दालसँग पनि मिल्छ होला यो है असिम दाइ? यो के कालो दालसँग, हजुर राजमाको दालसँग, किनामासँग, अनि त्यहाँबाट चाहिँ नि यो भटमाससँग, भटमाससँग नि सादैको भटमास, सादैको छुलुप्पा भन्छ त्यसलाई। ए छुलुप्पासँग अहिलेको त थाहा छैन, म चाहिँ अलिक बुढो भएर चिन्छु म त्यसलाई। छुलुप्पासँग त्यो खाइन्छ। अनि विशेषतया यो लोकल कुखुराको मासुसँग चाहिँ सर्वाधिक रुचाइएको नेपालको अर्ग्यानिक राष्ट्रिय खानकीमा पर्छ यो। दामी छ। गुन्द्रुक पनि मिठै भन्छ, तर मलाई त्यस्तो गुन्द्रुकसँग चाहिँ विधि मिठो लाग्दैन। गुन्द्रुकसँग चाहिँ ठिक हुँदैन है? होइन ठिक त ठिकै हुन्छ होला, तपाईँलाई चाहिँ ठिक हुँदैन। कतिपयले गुन्द्रुक धेरै मन पराउँछ। ल चोइस हुन्छ यो। दामी छ, दामी। अब तयार हुन आँट्यो भने त यो लगभग 1 लट छोप्नुपर्छ अझै? यसलाई अझै छोप्नुपर्छ किनकि यो दोस्रो लट छोपियो है। धेरै लामो समयपछि खाँदाखेरि यो हाम्रो पाचन प्रक्रियाले यसलाई पचाउनु सक्दैन, नसक्ने नै कारण भएको हुँदा अलिकति यसलाई पाक्नुपर्छ भन्ने मान्यता छ यो। ल साथीहरू, अहिले चाहिँ ढिँडो अब दोस्रो चरणमा पुगिसकेको छ। अब हामीले अलिक आगो पनि कम लगाइसकेका छौँ। अब ढिँडो पनि तयारी हुन लागिसकेको छ। अब दोस्रो चरण छोपिसकेका छौँ हामीले। यो 10-11 जनालाई हो यो ढिँडो आज चट्ट मजाले बसेर खाने हो, रमाइलो गर्ने हो। आज मौसमले पनि च्यालेन्ज गरेको हुँदा चाहिँ अहिले चाहिँ पुरै आज खानै ढिँडो रहनेछ हाम्रो। ल कालिजको उहाँले पकाउनु भएको है आज चाहिँ? उहाँ कालिज पकाउने व्यक्ति नि उहाँ हो फेरि। ल आहा दामी छ। कालिजको मासु प्लस यो ढिँडो आज खानकी चाहिँ यही हुनेछ हाम्रो। कालिज प्लस कोदोको अर्ग्यानिक ढिँडो पकाउने व्यक्ति चाहिँ आज उहाँ
असीम राई हुनुहुन्छ एकदम अनुभवी यसमा लास्ट फाइनल है लास्ट यो फाइनल यो तरिकाले देख्न सक्नुहुन्छ तपाईँहरूले फाइनल्ली अब यो उडाल्दै हुन्छ 2 खेप त छोपि नै सक्यौँ तपाईँहरूलाई देखाइ नै सकेका छौँ अब लास्ट होइन त यो असीम दाई यो लास्ट हो यो लगभग अब हामी अन्तिम चरण अन्तिम चरणमा छौँ त्यसपछि हामी यसो यसलाई ग्रहण गर्नुतिर लाग्छौँ ल साथीहरू तपाईँहरूलाई देखाइ नै रहेको छु मैले भिडियोबाट हेरि नै रहनुहुन्छ तपाईँले ढिँडो कसरी बनाउने त अब मैले सुरुदेखि तपाईँलाई अन्तिमैसम्म नै भनिरहे नै रहेको छु होइन सुरुमा के गर्ने कसो गर्ने पानी तताउने ओर्ने पनि मैले तपाईँलाई भिडियो मार्फतै देखाइरहेको छु अनि केसँग खाने केसँग मिल्छ भनेर त तपाईँहरूलाई मैले जानकारी नै गराएको छु होइन तपाईँहरूले पनि त्यो अनुसार गर्नु न एकदम दामी हुन्छ अनि स्वास्थ्यलाई पनि राम्रो एकदम कति नै एनी टाइम खाना मात्रै खानु धानको भातै मात्रै खानु कहिलेकाहीँ यो पनि खानुहोस् अर्ग्यानिक कोदोको पिठोको ढेँडो बनाएर एकदम फेरि यो जाँतोमा पिसेको पिठो अरे यो धनकुटेले भाइले लिएको त्यो भाइ चाहिँ अहिले बाहिर गएको छ एकछिनमा आउँछ यो बाहिरतिर छ यहाँ चाहिँ हामी चाहिँ 2 जना छौँ अहिले एकदम सँगले चाहिँ यो ढेँडो उडाल्ने कार्यक्रम भइरहेको छ है साथीहरू ल देख्न सक्नुहुन्छ अब अन्तिम चरणको यो चाहिँ भिडियो है ल साथीहरू तपाईँहरूलाई मैले देखाएकै छु होइन सुरुदेखि अन्तिमसम्म तपाईँहरूलाई ढिँडो तयारी कसरी भयो त भनेर मैले सुरुदेखि अन्तिमसम्म नै भनेकै छु र देखाइ नै रहेको छु भिडियो मार्फत तपाईँलाई देखाएको नै छु लास्ट अब चाहिँ यो तयारी भइसकेको वाउ दामी अब जस्तो कसरी बनाउने के गर्ने कसो गर्ने चाहिँ तपाईँहरूलाई सुरुदेखि अन्तिमैसम्म मैले भिडियो मार्फत देखाइ नै रहेको छु साथीहरू ल हेरेर तपाईँहरू पनि ढिँडो कसरी बनाउने कसरी उडाल्ने अर्ग्यानिक ढिँडो भनेर चाहिँ तपाईँले हेरेर सिक्नु होला है त हस् त नेक्स्ट भिडियोमा भेटौँला धन्यवाद ल असीम दाइ ल के भन्नु छ बाई बाई एकदम अब ल तपाईँले पनि राम्रो ढिँडो बनाउनु भयो धन्यवाद धेरै धेरै अब खानुपर्छ